डायलिसिस गरेर किडनीको समस्यादेखि लिएर हो। त्यसपछि त्यो मेडिसिन तपाईको ट्रिट गर्ने ठाउँ चाहिँ होइन हो। त्यसले चाहिँ ओन्ली नर्मल रूपमा तपाईको चाहिँ सिम्पटमहरूलाई कम गर्छ। अब हाम्रो रोग चाहिँ किन पर्छ तपाईहरुलाई खास गरी हेल्थको नलेज दिँदैछ। हाम्रो रोग किन पर्छ भने हामीले बुझ्न पर्यो हाम्रो सेल मेन कज हो। हाम्रो बडी सेलबाट सुरु हुँदैछ। सेलमा यदि तपाईको चाहिँ समस्या सबैभन्दा पहिला विषादीले कोशिकालाई बिरामी बनाउँछ। यानी विषादी हामीले खाएको खानाहरू हावापानी खाना हाम्रो चाहिँ ल्याक अफ न्युट्रिसनले गर्दा हाम्रो कोषलाई चाहिँ छेदविच्छेद बनाउँछ। कोष चाहिँ कमजोर हुन्छ अनि कोषपछि तपाईको शरीरमा अनि त्यसपछि तपाईको टिस्युमा चाहिँ तन्तुमा तपाईको इन्फेक्सन सुरु हुन्छ। रिना म्याम आउनुहोस् एकछिन बस्नु अगाडि बोलाउनु आउनु। सेलमा समस्या आउँछ। सेलमा समस्या आएपछि तपाईको टिस्युमा तन्तुमा चाहिँ समस्या आउँछ। बिरामी सेलहरू मिलेर बनेको तन्तु कमजोर हुँदै जान्छ हो कि सेल विक थियो सेल बिमारी थियो। त्यसपछि तपाईको सर उहाँलाई भित्र पठाउनु। त्यसपछि के हुन्छ भने तन्तु चाहिँ कमजोर हुँदै जान्छ। आउनु अगाडि आउनु अगाडि बस्नु सर आउनु अगाडि आउनु यता होइन आउनु अगाडि आउनु तपाईलाई हेरौँ त